विद्यार्थी भाइ बहिनीहरु तथा शिक्षक साथीहरु नमस्कार। आजको यो भिडियोमा हामी क्लास 11 इंग्लिशको युनिट 13 अन्तर्गतको वेज विथ वर्ड्स कम्प्रिहेन्सन र क्रिटिकल थिंकिङ सँग रिलेटेड एक्सरसाइजहरु हेर्ने छौं। सो भिडियो लास्टसम्म हेर्नु होला। वेज विथ वर्ड्स पेज नम्बर 123 मा रहेको छ भने कम्प्रिहेन्सन 123 र क्रिटिकल थिंकिङ 124 पेज नम्बरमा रहेको छ। अब वेज विथ वर्ड्स सँग रिलेटेड एक्सरसाइज हेरौं भाइ बहिनीहरु। यो चाहिँ पेज नम्बर 123 मा रहेको छ है त। पेज नम्बर 123 को एक्सरसाइज नम्बर ए मा के भन्छ, ए ले के भन्छ भने फाइन्ड द वर्ड्स फ्रम द टेक्स्ट व्हिच मीन द फलोइङ भनेको छ। यहाँनिर चाहिँ हामीलाई चाहिँ विभिन्न मिनिङ दिएको छ भाइ बहिनीहरु। त्यो मिनिङ कुन चाहिँ वर्डको हो भन्ने कुरा चाहिँ हामीले टेक्स्टबाट खोजेर पत्ता लगाउनु पर्ने हुन्छ। मैले यहाँ 8 वटा मिनिङको वर्ड राख्दिएको छु, मजाले हेरेर सार्नु होला। ओके, ए नम्बर को कम्फर्टेबल, बी को ग्रेजुएटेड, सी को इन्डिपेन्डेन्टली, डी को इनोभेसन, ई को अक्वाइन्टेड, एफ को एन्टरप्रेन्योर, जी को प्लेटफर्म र एच को युटिलाइज हुन्छ। हेरेर सार्नु होला। नाउ एक्सरसाइज नम्बर बी, द प्लुरल फर्म अफ ब्याक्टेरियम इज ब्याक्टेरिया। इरेगुलर प्लुरल फर्म्स आर नाउन्स दैट डु नट बिकम प्लुरल। मतलब यहाँनिर चाहिँ अब यो वर्डहरु, यहाँ दिएको वर्डहरुको चाहिँ हामीले प्लुरल फर्म पत्ता लगाउनु पर्ने हुन्छ। यहाँनिर चाहिँ सबै वर्डहरुलाई चाहिँ प्लुरल बनाउँदाखेरि एस वा ईएस नै थप्नुपर्छ भन्ने होइन। कुनै कुनै वर्डहरुलाई चाहिँ हामीले बेग्लै तरिकाले इरेगुलर तरिकाले प्लुरल बनाउनु पर्ने हुन्छ। मैले यहाँनिर सबै वर्डहरुको चाहिँ प्लुरल फर्म बनाएर राख्दिएको छु भाइ बहिनीहरु, हेरेर सार्नु होला। ओके, नाउ कम्प्रिहेन्सन सँग रिलेटेड एक्सरसाइजहरु भाइ बहिनीहरु, यो चाहिँ पेज नम्बर 123 मै रहेको छ। यसमा चाहिँ क्वेशन आन्सर दिएको छ भाइ बहिनीहरु। क्वेशन आन्सर मध्ये मैले क्वेशन नम्बर ए र बी को आन्सर चाहिँ यहाँ राखेको छु भाइ बहिनीहरु। क्वेशन नम्बर ए ले के भन्छ भाइ बहिनीहरु, हाउ डिड महावीर पुन बिगिन हिज लाइफ लङ जर्नी इन नेपाल आफ्टर कमिङ ब्याक फ्रम द युएस। अनि बी ले भन्छ व्हाई डिडन्ट ही वान्ट टु वर्क फ्रम अदर कम्पनीज इन द युएस अर इन नेपाल भनेको छ। यो दुईटै क्वेशनको सर्ट आन्सर मैले यहाँ राखेको छु, हेरेर सार्नु होला। नाउ क्वेशन नम्बर सी र डी को आन्सर हेरौँ भाइ बहिनीहरु। क्वेशन नम्बर सी ले भन्छ व्हाई डिड ही इन्भल्भ इन इनोभेसन। अनि क्वेशन नम्बर डी ले भन्छ व्हाट आर द इन्कम जेनेरेटेड प्रोग्राम्स दैट ही हेल्प टु स्टार्ट भनेको छ। दुईटै क्वेशनको सर्ट आन्सर मैले यहाँ राख्दिएको छु भाइ बहिनीहरु, हेरेर सार्नु होला। ओके, ल अब भाइ बहिनीहरु, अब क्वेशन नम्बर सी र डी को आन्सर पछि अब ई र एफ को आन्सरहरु भाइ बहिनीहरु। भाइ बहिनीहरुलाई कुनै कन्फ्युजन लागेको छ भने मलाई कमेन्ट मार्फत जानकारी गराइदिनु होला। अनि कुनै मिस्टेक पत्ता लगाउनु भयो भने त्यो कुरा पनि मलाई कमेन्ट मार्फत जानकारी गराइदिनु होला। ई र एफ को आन्सर चाहिँ तपाई यहाँ देख्न सक्नुहुन्छ। भाइ बहिनीहरुलाई अक्षर सानो लाग्यो भने फुल स्क्रिन पारेर पनि तपाई बेटर भ्युइङ एक्सपिरियन्स प्राप्त गर्न सक्नुहुन्छ। भन्दै भाइ बहिनीहरुलाई मेरो भिडियोले हेल्प गरिरहेछ, भिडियोले आफ्नो होमवर्कमा आफ्नो पढाइमा हेल्प गरिरहेछ भने के गर्नु पर्यो भाइ बहिनीहरु, च्यानललाई सब्स्क्राइब अनि भिडियोलाई लाइक गर्नु पर्यो। एउटा क्लिक मात्रै गर्ने हो, धेरै काम गर्नु पर्दैन, बस क्लिक मात्रै गरिदिए पुग्छ। ओके, नाउ एक्सरसाइज नम्बर क्वेशन नम्बर जी है त, यो द लास्ट क्वेशन हो भाइ बहिनीहरु। यसमा के भनेको छ, हाउ क्यान वी गिभ द मोस्ट ट्यालेन्टेड एन्ड इनोभेटिभ पिपल इन नेपाल। हामीले चाहिँ कसरी चाहिँ एकदम ट्यालेन्टेड बुद्धिजीवी मान्छेहरुलाई चाहिँ हामीले नेपालमै राख्न सक्छौं हैन। अहिले चाहिँ विदेश पलायन हुने ट्रेन्ड चाहिँ बसिरहेछ नि त, त्यसलाई रोक्न कसरी सकिन्छ भन्ने कुरा चाहिँ बौद्धिक पलायनलाई कसरी रोक्न सकिन्छ भन्ने कुरा हो। त्यसको आन्सर हेर्न सक्नुहुन्छ। नाउ अब क्रिटिकल थिंकिङ सँग रिलेटेड एक्सरसाइजहरु भाइ बहिनीहरु, यो चाहिँ यो भिडियोको लास्ट एक्सरसाइज हुनेछ। यसको क्वेशन नम्बर ए ले भन्छ पुन सेज वी डु नट ह्याभ अ कल्चर अफ इनोभेसन दैट इन्करेजेस यङ पिपल टु बी इनोभेटिभ एन्ड क्रिएटिभ, डु यु अग्री विथ हिम भनेको छ। यसको मैले लगभग 100 वर्डमै आन्सर लेख्ने कोसिस गरेको छु भाइ बहिनीहरुलाई अल्छी नलागोस् भनेर। सो हेरेर सार्नु होला। ओके, सर्ट छ तर मागेको उत्तर जति त हामीले लेख्नै पर्छ भाइ बहिनीहरु, त्यही भएर सर्ट सिम्पल छ, झर्को नमानिकन अल्छी नमानिकन लेख्नु होला। ओके, नाउ एक्सरसाइज नम्बर बी हेरौं। क्वेशन नम्बर बी, यसमा भनेको छ व्हाट क्वालिटीज डज एन इन्डिभिजुअल नीड टु बिकम एन एन्टरप्रेन्योर भनेको छ। एन्टरप्रेन्योर बन्नका लागि एउटा व्यक्तिलाई कस्तो कस्तो किसिमको क्वालिटी हुनुपर्दछ भनेको छ। यसमा चाहिँ मैले सर्ट आन्सर चाहिँ आफुलाई लागेको क्वेशनको आफुलाई लागेको आन्सर लेखेको छु हैन। उसमा विभिन्न किसिमको क्षमता हुनुपर्छ, विभिन्न किसिमको अरु एबिलिटी हुनुपर्छ भन्ने कुरा चाहिँ लेखेको छु, हेरेर सार्नु होला। ओके, नाउ भाइ बहिनीहरु च्यानल सब्स्क्राइब गर्न र भिडियोलाई लाइक गर्न चाहिँ नबिर्सिनु होला, क्लिक मात्रै गर्ने हो है त। ल भाइ बहिनीहरुलाई यो पाठको चाहिँ बाँकीको पार्ट हैन, राइटिङ, ग्रामर, स्पिकिङ सँग रिलेटेड एक्सरसाइज चाहियो भने मैले डिस्क्रिप्सनमा जुन लिंक राखेको छु नि त्यसमा क्लिक गर्नु होला। त्यो लिंकमा क्लिक गरेपछि भाइ बहिनीहरु एउटा क्लास 11 को सबै युनिटको एक्सरसाइज त्यहाँ देख्न सक्नुहुन्छ। आफुलाई चाहिएको एक्सरसाइजहरु चाहिँ त्यहाँबाट हेर्न सक्नुहुन्छ। भन्दै अब अहिलेसम्म भिडियो हेर्नुभयो त्यसको लागि थ्यांक यू। अनि च्यानल सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्नु होला अनि भिडियोलाई लाइक गर्न नबिर्सनु होला।